वेलकम बैक टू यहाँ यसरी सुट हुँदैछ हैन यहाँ टिका र सेलीको यसरी सुट हुँदैछ अहिले हामी यहाँ सिलिगुडीमा छु र आज म नेपालीमा ब्लग गर्दैछु र वेलकम ब्याक टु अनदर ब्लग अमित ब्लग र यो रिसोर्टमा हामी आएको छ हैन यो रिसोर्ट अब मलाई चाहिँ अब टिका र सेली लिएर आएको छ अन्त यहाँ चाहिँ अब हाम्रो अनमोल र यो ब्लग चाहिँ एकदम नेपाली अब हुन्छ तसँग म हिन्दीमा ब्लग गर्छु र मलाई थाहा छैन र म हिन्दी गर्नु कि नेपाली गर्नु प्लिज तपाईँहरू कमेन्ट गर्नु हो अनि आज म यहाँ साथीहरूकोमा आएको छु हामीले बहुत इन्जोय गरेँ दिवालीमा बहुत इन्जोय तपाईँ हामीले मैले चाहिँ देखाउनु सकिनँ तर अब एकदमै रमाइलो भयो अनि अहिले हामी यता खानाहरू खान आएको छु बहुत रमाइलो गरेँ तर मलाई यो डिसाइड भएको छैन कि म हिन्दीमा यो गर्नु कि किनकि मेरो हिन्दीमा मैले गरेँ भने चाहिँ बहुत ही मतलब मेरो अब अफिसको मान्छेहरू पनि अलिक नेपालीहरू बुझ्दैन कि त्यही भएर चाहिँ मैले हिन्दीमा नगरेको हामी यता फोटो खिच्दैछ अनि भिडियोहरू पनि गर्दैछ रमाइलो पनि हुँदैछ र ह्याप्पी दिवाली सबैलाई अझ यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् र म नेपालीमै बनाउनु छु अनि प्लिज ल गाइस अहिले म र सेली छु होइन अन्त अब सेलीलाई चाहिँ यता एकदम अन्धकार छ नि त यो जग्गा चाहिँ अन्त पुरा डर लाग्यो भनेर चाहिँ अब पर्खिराखेको साथीहरू पनि आउँदैछ पछिबाट टिका र पासाङ त्यही भएर पर्खिरहेको छ कि यसलाई चाहिँ पुरा डर लाग्छ कि हात्ती भन्दा चाहिँ एकदमै डर हात्तीको जग्गामै बस्छ हात्तीको जग्गामै बस्छ तर हात्तीसँग डर के ल हात्ती छ तिम्रो मैले गएको गाइस पिकाको सेलीको घरमा गए पनि एकदम के भन्नु डर लाग्दो जग्गा छ क्या एकदम देखाउला तर यो हेर्नु गुड मर्निङ गाइस सेन्ड ब्लग राति यति साह्रो बिजी भएको देउसीमा भाइहरूसँग मजा आयो होइन र अहिले म मर्निङमा यहाँ खाना बनाउँदैछु यता चिकन अनि एक आदिवासी गाना सुनाइदियो नि भाउ एक आदिवासी गाना त सुनाइदियो आदिवासी गाना सुना जल्दी सुना डांस 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 कर रहे डांस है ल गाइस यसरी फ्राई भयो होइन अनि यता त्यही झोल त्यही मासु बनिँदैछ अनि गाइस अब समझ्ने भएन कि त्यो भएर म बनाउँदैछु अनि यो भिडियो चाहिँ प्लिज अन्तिम समाज चाहिँ हेरिदिनुहोस् तपाईँहरू ल कस्तो लाग्छ के हुन्छ अब होइन लेटमै एकछिन आजकल त गाइस यस्तो भएको छ कि नेपाली भन्दा त आदिवासीहरू मात्रै खेल्न आएको छ कि नेपाली भन्दा त आदिवासीहरू भक्कु आउँछ हेलो गाइस मेरो मासी चाहिँ यस्तो हुँदैछ होइन अनि यता देउसी खेल्न आइरहेको छ जोजोले पुरा डान्स गर्नु हुँदैछ कि गाना गाउँदै नाच त्यो लिएर राम्रो अनि यस्तै छ देउसी खेलिरहेको छ ल मेरो सब्जी पनि पाकिसक्यो गाइस
ल गाइस मेरो खाना चाहिँ पाकिसक्यो मैले चिकन आज दुईवटा क्वालिटीको चिकन थियो एउटा लोकल एउटा बोइलर चिकन अनि बोइलर चिकन चाहिँ भइसक्यो यता लोकल पाक्दैछ अहिले अनि हेर्नुहोस् गाइस क्या मिठो है अनि त्यसरी नै पाक्दैछ खाँदै गर्दा कस्तो भयो सोध्नु पर्यो बोलियो बोलियो टाइम ब्लग आज म बिहान पासाङ घरमै थिएँ पासाङ घरबाट सिधै आएको अनि अब आज मेरो फर्किने दिन पनि भयो मुम्बई अन्त मम्मीले यता दिनुभएको छ अन्त खाँदैछु अब आजको 1 बजे ट्रेन छ जानुपर्ने मुम्बई तर गुवाहाटीदेखि यता अलिपुरद्वार आउने ट्र्याकमा चाहिँ के भएको छ भनेर ट्रेन लेट चल्दैछ कि नभए त मेरो कुचबिहारबाट ट्रेन छ रातिको 1 बजी अब सायद भोलि बिहान आउँछ होला ट्रेन अब त्यस्तै परिरहेको छ अब अनि त्यो गाइस अब दुःख पनि लाग्दैछ 1 महिनाको छुट्टी थियो 1 महिनाको छुट्टी कसरी बित्यो थाहै भएन हो अनि अब आफ्नो ड्युटी जानुपर्ने हो होइन केही छैन गाइस अब यस्तै हो सुख दुःख होइन अब सायद मेरो यो भिडियो पनि लास्ट हुनसक्छ होला ड्युटी गर्ने त म कस्तो भिडियोहरू बनाउनु पनि सक्दिनँ हो आफ्नो टाइम पनि पाउँदैन बिजी रहन्छ म हो त्यही भएर अलिकति दुःख पनि लाग्दैछ घरमा आमालाई छोडेर जानु पनि हो अन्त ल गाइस अन्त यति नै भन्छु तपाईँहरू पनि राम्ररी बस्नु सेफली बस्नु होइन अनि केयर गर्नु आफ्नो होइन अनि अहिलेको दिन चाडबाड बहुत ही नराम्रो चल्दैछ गाइस अरू तपाईँहरू पनि राम्ररी जोकेर हिँड्नु बाटोतिर पनि है अब यही भनेर म आफ्नो यो भिडियो एन्ड गर्न चाहन्छु कस्तो भयो के भयो मलाई थाहा छैन यो भिडियो 2-3 दिनको भिडियो एकैचोटि म हाल्दैछु अनि यति नै होला ल होपली लाइक कमेन्ट सेयर र यो भिडियो राम्रै हुन्छ होला ल बाई बाई